Hi guys, welcome to my channel and another video. I hope you guys are fine. So आजको vlog चाहिँ एकदमै मिनी vlog हुनेवाला छ है. धेरै लामो त छैन बट छोटो छ, प्लिज लास्टसम्म हेरिदिनु होला. र अहिले चाहिँ म फ्रेस हुँदै थिएँ, बिहान उठेर नुहाइधुवाइ गरेर आई वाज गेटिङ फ्रेस. सधैँ भ्लग स्टार्ट गर्न बिर्सिन्थेँ, त्यही भएर आज चाहिँ बिहान बिहानै उठेर सम्झेर भ्लग स्टार्ट गरेको छु. सो प्लिज मेरो भिडियो लास्टसम्म हेरिदिनु होला अनि लाइक सेयर सब्सक्राइब पक्कै पनि गरिदिनु होला. सो फ्रेस पनि भइसकेँ. नाउ लेट्स गेट रेडी. हाई गाइज, म चाहिँ अब रेडी भइसकेँ अनि अब चाहिँ हामीहरू घर जाँदैछौँ किनभने आज मेरो छोरीको बर्थडे हो. ऊ चाहिँ आज 4 वर्षको भयो अनि हाम्रो नेवारी कल्चरमा चाहिँ 2 वर्ष, 4 वर्ष, 8 वर्ष अनि लास्ट 12 वर्ष होइन, त्यो एज हुँदाखेरि चाहिँ यमरीको मालाहरू लगाउने होइन अनि त्यो सङ्घहरू दिने जस्तो गर्ने गर्छ क्या. सो ऊ चाहिँ अहिले 4 वर्ष भयो, त्यो बेला अब 4वटा यमरीको चाहिँ यो माला लगाइदिएर सघाउहरू दिने गर्छ है. सो आज चाहिँ यो 4 वर्ष भएको भएर हामीले चाहिँ जाँदैछौँ अनि हामीले त्यो सबै रेडी गरेछौँ. के पकाछौँ तपाईँहरूलाई देखाउँछु र कसरी के गर्छ त्यो पनि देखाउँछु. त्यही भएर लास्टसम्म हेरिदिनु होला एन्ड च्यानललाई लाइक र सब्सक्राइब फर स्योर गाइस. है त Vlog is done. Wow, crazy. Oh my Happy birthday to you. Wow, you already come out. Happy birthday! होइन उलाई भित्र एक्साइटमेन्ट भइसक्यो के. Oh my god! जसकोले ल्याएको उसलाई एक्साइटमेन्ट पहिला ल्याउँदैन. Happy birthday